नमस्कार, म सुभाकर हमाल। आज म नेपाली चलचित्र उद्योगको एउटा यस्तो व्यक्तिको बारेमा कुराकानी गर्न गइरहेको छु जुन बिना नेपाली चलचित्र नै अधुरो रहन्छ। हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। हो, आज म उही राजेश हमालको जीवनीको बारेमा कुराकानी गर्न गइरहेको छु। राजेश हमालको जन्म 1964 जुन 9 भएको थियो। नेपालको पाल्पाको तानसेन जिल्लामा चूर्ण बहादुर हमाल र आमा रेणु केसीको कोखबाट जन्म भएको थियो। उनका बुवा चूर्ण बहादुर हमाल पाकिस्तानका लागि नेपाली राजदूत थिए। हमालले आफ्नो बुवासँग धेरै कुराकानीहरू गर्न त पाएनन्। भेद पत्रिकामा भने मेरो जीवनको हरेक दिन मलाई उहाँसँग उचित बिदाई र नगरेकोमा पछुतो रहन्छ। उनले थपे, थप रूपमा मैले मेरो बुवासँग उचित कुराकानी गर्न र मेरो आकांक्षा र जोसको बारेमा राम्रो तरिकाले कुरा गर्नु पर्थ्यो, उनले थपे। हमालले आफ्नो बाल्यकालको अधिकांश समय नेपालमै बिताए र 8 कक्षासम्म निजी विद्यालयमा पढे। किशोर अवस्थामा भने उनी आफ्नो बुवासँग मस्को गए। उनीहरू धेरै वर्ष रुसमा रहे र हमालले त्यहाँ कलेज गए। उनी दिल्ली विश्वविद्यालयमा आफ्नो उच्च शिक्षा पुरा गरे। हो, हमालले फिल्म उद्योगमा प्रवेश गर्नुअघि हमालले दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दा भारतको फेसन सेट नामक पत्रिकाको लागि मोडलिङ सुरु गरे। उनी 1980 को दशकको अन्त्यतिर भारतीय दूतावास महिला सङ्घद्वारा आयोजित फेसन शोमा देखा परे। हमालको पहिलो मुख्य भूमिका रहेको चलचित्र भाग्यरेखा 1988 भएको थियो, जसमा करिश्मा मानन्दरको अपोजिटमा थिए। यद्यपि मानन्दरले यो परियोजना छोडिन् र उनको ठाउँमा क्रिस्टी मैनालीले अभिनय गरिन्। छायाङ्कन सुरु भयो, तर निर्देशक दीपक रायमाझीले हमाल र मैनाली बीचको सम्बन्धको शङ्का गरे, जसले गर्दा दुवै कलाकारहरूले परियोजना छोडे। रायमाझीको फिल्म सफल भयो र त्यसपछि उनले अर्को फिल्म युगदेखि युगसम्म 1991 को लागि मैनाली र हमाललाई साइन गरे। यस फिल्मको कथा दुई युवा जोडीहरूले पछ्याउँछ जो पारिवारिक दबदबाबाट प्रभावित हुन्छन्। हमाल र मैनाली बाहेक यस फिल्ममा निर्माता छविराज ओझा र एक्सन निर्देशक राजेन्द्र खड्कीको डेब्यू रहेको छ। हमालले पछि टिमलाई भने वास्तवमा कतै न कतै म सधैँ अभिनय गर्न चाहन्थे। अभिनय भन्दा बढी म चलचित्र प्रति मोहित थिए। म यस क्षेत्रमा केही गर्न चाहन्थे, तर मलाई कसरी सुरु गर्ने र कहाँ गर्ने केही थाहा थिएन। भाग्यवश मेरो काका फिल्म उद्योगमा हुनुहुन्थ्यो र उहाँले मलाई एउटा भूमिकाको लागि प्रस्ताव गर्नुभयो। त्यो 1990 को कुरो हो र त्यति बेला मलाई थाहा थिएन कि म अर्को 20 वर्षसम्म चलचित्रहरू गर्नेछु। जसरी हमाल नेपाली चलचित्र युगदेखि युगसम्मबाट नेपाली रजतपटमा पाइला टेके, त्यसै गरी कहिले फर्केर हेर्नु परेन। तिनले नेपाली चलचित्रमा विभिन्न सुपरहिट चलचित्रहरू दिएका छन्। हामी तीन भाइ, राम लक्ष्मण, दुःख, युगदेखि युगसम्म, देवता, कर्ण, विभिन्न सुपरहिट चलचित्रहरू दिएका छन्। त्यसै गरी हमाल नेपाली चलचित्र यति धेरै चलचित्रमा अभिनय गरे कि 300 भन्दा बढी चलचित्रमा अभिनय गरे। त्यसै गरी नेपाली दर्शकले उनलाई मनमुटुमा बस्न सफल भए र महानायकको उपाधि दिए। अहिले नेपाली चलचित्रको महानायक भनेर राजेश हमाललाई चिनिन्छ। राजेश हमालको विवाह मधु भट्टराईसँग भएको छ। उनी पहिलो पटक 2004 मा लक्स ब्युटी प्रेजेन्टमा भेटेका थिए। उनले 14 मे 2014 मै उनलाई प्रेम प्रस्ताव राखेर उनीहरूले 14 मेमा काठमाडौँको होटल अन्नपूर्णमा एक निजी समारोहमा विवाह गरे। हमाल भन्छन् कि उनी प्रतियोगितामा मधुको प्रतिभालाई देखेर प्रभावित भएका थिए र उनी भन्छन् कि उनी आफ्नो मनपर्ने अभिनेतालाई न्यायाधीशको रूपमा देखेर नर्भस भइन्। उनले थपिन्, उनले भनेका प्रश्नहरू राम्रोसँग जवाफ दिन पाइनिन्। उनले भनिन्, जसरी नेपाली सिने जगतमा राजेश हमालको सुखद यात्रा सुरु भयो, त्यसै गरी वैवाहिक जीवन पनि सुखद रहेको छ।